हेलो गाइस, मेरो चाहिँ टेमुबाट सामान आएको छ। आज सामान अनबक्सिङ गरौँ है त, के आएको छ भनेर म सब देखाउँछु ल हजुरहरूलाई। हेर्दै बस्नु होला। साह्रो छ के यो, साह्रो त के भनौँ, आफ्नो हातमा पावर नभएर। फर्स्टमा हेरौँ लिप गार्ड, के भन्छ यसलाई, लिप बाम। तर फोटोमा चाहिँ कस्तो क्युट, कति राम्रो देखेको थियो, रियलमा पनि ठिकै छ, यस्तो नराम्रो पनि भन्न मिल्दैन। लाइक त म देखाउँछु कसरी खोल्नु हो यसलाई। आइया मेरो दाँत रहेछ त, यसले काटेर देखाउँछु ल। वेट साथीहरू, सिक्कालाई केही छैन, सब काम हुँदा गर्ने मात्रै मेरो चाहिँ। यसमा आउँछ कि आउँदैन भनेर सुन्दैछु म चाहिँ। यो वाला चेरीवाला हो, यो चाहिँ ट्राई गरेर हेर्छु ल कस्तो हुन्छ। हेर्दाखेरि चाहिँ राम्रै छ, सानो चिटिक्क परेको भए पनि। ओइ कस्तो सफ्ट हुँदो रहेछ त, तर हेर्नु त साथीहरू, राम्रो छ, स्मेल पनि राम्रो छ, नट ब्याड। अब अर्कोतिर यो चाहिँ के होला हो भन्दाखेरिमा चाहिँ, यो चाहिँ मेरो फेस प्याक हो, टर्मरिकको फेस प्याक। फर्स्टै नराम्रो भयो, त्यही भएर अलि राम्रो बन्नलाई, नक्कली बन्नलाई फेस प्याक अर्डर गरेको। यो चाहिँ टर्मरिकको फेस प्याक है। अब कस्तो हुन्छ थाहा छैन साथीहरू, अब पछि लगाएर देखाउँछु। यो पनि टर्मरिककै टुथपेस्ट, दाँत टल्काउनु पऱ्यो नि, अनुहार मात्रै टल्काएर भएन। अब अर्को हेरौँ, यसको भित्र चाहिँ के होला त, कस्तो भारी पनि छ। साबुन भन्नाले टर्मरिककै साबुन हो यो चाहिँ, कोजी एसिड के वाला छ नि, त्यही वाला हो यो। यसमा चाहिँ 10वटा 8वटा छ। अर्को छ ह्यान्ड क्रिम, यो चाहिँ फोटोमा चाहिँ कति ठुलो, कस्तो मतलब अलि राम्रो देखाइदियो नि, है अलिक सानो रहेछ, मलाई अलिक मन परेन। अर्को चाहिँ के हो सुन्दाखेरि त त्यो ओइल जस्तो, मैले मसाज ओइल मागेको थियो, सायद त्यही होला, नभन्दै त्यही हो। त्यो पनि टर्मरिककै ओइल मसाज हो। अर्को छ, यसलाई चाहिँ के भन्छ मलाई थाहा छैन, तर यस्तो लिप्समा लगाएर चाहिँ बस्नुवाला हो कि के भन्छ यसलाई, थाहा भएन, म देखाएँ खोलेर नै देखाउँछु ल। मलाई भन्न आएन, यो चाहिँ नहाँस्नु होला। यो चाहिँ त्यो लिप्सकै सेपमा बनेको हुन्छ, तर खोइ के भन्छ यसलाई, मलाई थाहा छैन। यो लाएर नक्कली पल्टेर अब कतातिर जाने भन्दा बेताबोटतिर जाने। अर्को छ मेन, यो हो मलाई मेन मन परेको र मेन यसकै लागि वेटिङ गरेर बसेको मैले चाहिँ। अनि यो चाहिँ फेस प्याकहरू, यो क्लिन्जिङ गर्दाखेरि चाहिँ कपाल तल झरेको छ नि त, त्यही भएर हेर्न किनेको। यस्तो लगाएर सब ताकत गरेर यसरी नक्कली फर्किन्छ। यसले पनि गएको छ कि गाइस मलाई, के हेर्नु त। यो चाहिँ फेस मास्क हो, यसको चाहिँ कतिवटा हो, 5वटा हो कि 6वटा डिफ्रेन्टमा छ। यसकै लागि हो मैले टेमुमा सामान अर्डर गर्नु परेको। कम पैसामा अर्डर गर्न नमिल्ने, धेरै पैसा गर्नुपर्ने, के गर्नु, डुब्यो जिन्दगानी। नक्कली पल्टिने चक्करमा सब झिकझ्याक, पैसाको खर्च, मान्छेको दिमाग, त्यस्तै हो। यो राम्रो भन्नलाई नि के गर्नुपर्छ हो साथीहरू। राम्री त त्यस्तै हो, पैसाको सत्यनाश। यो फेस मास्क यो पाएपछि त फुरुक लगाउँ। अब म पछि लगाउँदाखेरि चाहिँ हजुरहरूले देखाउँछु ल कस्तो हुन्छ भनेर। लास्टमा चाहिँ यो छुट्यो कि के हो, यो चाहिँ हेरौँ ल, मलाई पनि थाहा भएन। अच्छु
थियो सबै पोकेछ त यो त यो चाहिँ के हो भन्दाखेरि चाहिँ स्क्रब त्यो राइस र के पो मिक्स भयो कोकोनट र राइस मिक्स भएको स्क्रब हो बडी र फेसको लागि भनेर मागेको यो त सब पोखेछ त ड्यामेज भइसकेछ यो त युज गर्नु नि मिल्दैन होला सबै हेर्नु त पुच्चेर के भएको छ छप्पाछुल्ल धन्न सिसाको त्यो बटा भएको भएर फुट्थ्यो होला मेरो हातै काट्थ्यो होला प्लास्टिकको त्यो प्लास्टिकको के भन्छ यसलाई बटा रहेछ त्यही भएर चाहिँ मेरो हात बच्यो र यसमा चाहिँ दामी छ है सुनेर मजाले तर सब भने जस्तो भएन सोचे जस्तो भएन यस्तै छ जिन्दगी अब यो पछि युज गर्छु मलाई कस्तो रुन मन आयो भएको एउटा स्क्रब पनि फुट्यो केही छैन अब चाहिँ हस्तो हजुरहरूले मेरो भिडियो लास्टसम्म हेरिदिनु भयो अब चाहिँ सब लगाएर राम्ररी बन्छ ल बाई बाई